देखिछु 325 स्कुल परिवारलाई हामी धेरै धन्यवाद दिनुपर्छ। यो अवसर जोडाइदिनु भयो। सरलाई यहाँ ल्याएर सरलाई के अरे ट्रेनिङ गराउने वातावरण मिलाइदिएर हाम्रो खेलाडीहरूलाई ताइक्वान्डो सिक्ने वातावरण मिलाइदिएर र आफ्नो पनि अत्यन्तै महत्त्वपूर्ण समय हाम्रो ताइक्वान्डो परिवारका साथ बिताइदिएर जुन एउटा योगदान दिनुभएको छ, भूमिका निर्वाह गर्नुभएको छ, अब हामी सबैले उहाँहरूलाई धेरै धेरै धन्यवाद दिनुपर्छ है। हाम्रो विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरूको क्रियाकलापमा रहेको रुचिलाई मध्यनजर गरी विद्यालय प्रशासनले विद्यार्थी भाइ बहिनीहरूमा हुने अनेक प्रकारको क्षमता हुन्छ, त्यो क्षमतालाई प्रदर्शन गर्नको निमित्त विद्यालयले सोही किसिमको व्यवस्थापन गरी विद्यार्थी भाइ बहिनीहरूभित्र भएका फरक प्रकारका चाहिँ जुन एउटा क्षमता छ त्यो सबैलाई समेट्ने किसिमबाट चाहिँ अतिरिक्त क्रियाकलापमा चाहिँ विशेष जोड दिँदै आइराखेको एउटा चाहिँ फरक र एउटा चाहिँ छुट्टै पहिचान बोक्दै आइराखेको एउटा विद्यालयको रूपमा चाहिँ विद्यालय परिचित छ, जसको कारणले हामीले मेहनत गरे अनुसारको चाहिँ विद्यार्थी भाइ बहिनीहरूले नतिजा पनि निकाल्नु भएको छ। यसको लागि विद्यालय परिवार विद्यार्थी भाइ बहिनीहरूको उक्त परिश्रमले दिएको नतिजाप्रति विद्यालय चाहिँ कृतज्ञता छ। विद्यार्थीहरूलाई हार्दिक बधाई दिन चाहन्छ र आगामी दिनमा पनि विद्यार्थी भाइ बहिनीहरूलाई विद्यालयले जसरी चाहिँ लगानी गर्दै आइराखेको छ सोही किसिमको चाहिँ प्रतिफलको अपेक्षा विद्यालय परिवारले राखेको छ र विद्यालयप्रति समाजका अन्य प्रतिष्ठित लब्धप्रतिष्ठित महानुभावहरू, शिक्षा प्रेमीहरू, विशेष चासो राख्ने खेल प्रेमीहरू, प्रशिक्षकज्यूहरू लगायतका अन्य महानुभावहरूले पनि विद्यालयलाई त्यही किसिमले चाहिँ माया गरिदिनु भएको छ। यसको लागि विद्यालय परिवारको तर्फबाट सम्पूर्ण ती लब्धप्रतिष्ठित महानुभावहरूलाई, प्रशिक्षकज्यूहरूलाई विद्यालयको तर्फबाट हार्दिक बधाई, हार्दिक धन्यवाद, कृतज्ञता जाहेर गर्न चाहन्छौँ। र विद्यार्थी भाइ बहिनीहरूले भर्खरै जुन किसिमको चाहिँ बिल्डको यहाँको प्रमोसन भएको छ यसको लागि विद्यार्थी भाइ बहिनीलाई हार्दिक बधाई र आगामी दिनमा चाहिँ अझ राम्रो किसिमले चाहिँ तपाईँहरूले चाहिँ आफ्नो खेल प्रदर्शन गरेर एउटा चाहिँ विद्यालयको नाम खातिर आफ्नो बुवा आमा समाजको नाम राख्नुको लागि तपाईँहरूले मेहनत गर्नुहुनेछ भन्ने विद्यालयको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद, नमस्कार।